Day 54 for workout targeting abs and leg. सुरुमा चाहिँ मैले एकछिन वार्म अप गरे र वार्म अप सकिसकेपछि म लागे आफ्नो फर्स्ट लेगको एक्सरसाइज बारबेल स्क्वाट तिर। बारबेल स्क्वाट सँगसँगै चाहिँ मैले सुमो स्क्वाट्स पनि गरे र यो दुईटै चाहिँ मैले 30 चोटी गरिसकेपछि हाम्रो सेकेन्ड एक्सरसाइज चाहिँ हुन्छ स्प्लिट स्क्वाट्स। हजुरहरु पनि लेगको यो एक्सरसाइजहरु ट्राई गर्न सक्नुहुन्छ। सेकेन्ड पछि थर्ड एक्सरसाइज गरे मैले डेडलिफ्ट। थर्ड एक्सरसाइज डेडलिफ्ट पछि चाहिँ म लागे आफ्नो एब्सको एक्सरसाइज तिर। फर्स्ट एब्सको एक्सरसाइज चाहिँ गरे मैले क्रन्च चाहिँ मैले टोटल 50 चोटी गरे र फर्स्ट एक्सरसाइज क्रन्च सकिसकेपछि सेकेन्ड एक्सरसाइज गरे मैले लेग साइड। हजुरहरु पनि एब्सको यो एक्सरसाइजहरु ट्राई गर्न सक्नुहुन्छ। र सेकेन्ड पछि थर्ड एक्सरसाइज गरे मैले साइक्लिङ चाहिँ मैले टोटल 50 चोटी गरिसकेपछि म लागे आफ्नो एब्सको लास्ट एक्सरसाइज माउन्टेन क्लाइम्बिङ तिर। अब अन्तिममा सब एक्सरसाइजहरु सकिसकेपछि गरौँ हाम्रो बडी चेक।